हेलो एभ्रिवान वेलकम टु सबैलाई मेरो अर्को भ्लगमा र आजको बिहानी सँगसँगै मैले एउटा भ्लग स्टार्ट गरिसकेको छु र आजको भ्लग चाहिँ एकदम एक्साइटेड हुनेछ किनकि आज चाहिँ हाम्रो कम्पनीको दाइको चाहिँ नानीको चाहिँ भात खुवाइ छ सो त्यहाँ बोलाउनु भएको छ। अब हामी त्यो जानको लागि रेडी भइसक्यौँ। आजको आउटफिट चाहिँ यस्तो केही छैन, मेरो चाहिँ नर्मल हो होइन, रुम अलिक नदेखाऊ मेसी छ। सो त्यही छ अहिलेसम्म यही हो। अब उठिसक्यौँ, अब चियासा खाएर दाइले कल गरिसक्नु भएको छ रेडी हुनु भनेर। सो अब हामी रेडी भइसक्यौँ, हेर्दै जानु होला। अब आजको भिडियो चाहिँ एकदमै मिस नगर्नु, एकदमै एक्साइटेड आँटेको छ है त। सो हामी चाहिँ भेन्यूमा पुगिसकेको थियौँ र हामीले यसो हेर्दाखेरि चाहिँ ओभरअल काम चाहिँ भइसकेको थियो। त्यसमा चाहिँ अलिअलि कामहरू मात्र बाँकी थियो, हल्का टचअपहरू जस्तै बिचको अलिकति मिलाएको थिएन, यो कुराहरू मात्रै हामीले अलिकति कमजोरी देख्यौँ। सो ओभरअल ट्याक्क हेर्दाखेरि मजाकै थियो। त्यसपछि साथीले पट्ट बत्ती पाल्यो, हेर्दाखेरि ओभरै गुड लुक चाहिँ नट ब्याड थियो है। त्यसपछि हामीले काम गर्न स्टार्ट गऱ्यौँ। सुरुमा चाहिँ हामीले यो फ्लोरलाई हेऱ्यौँ, त्यसपछि दाइहरू यता हेरिदिन्थ्यो। हामीलाई बिचमा केही कुरा मिसिङ फिल भएर चाहिँ हामीले त्यहाँ चाहिँ फुलको डेकोरेसन गऱ्यौँ। सो दाइहरू केही कुराहरू सोच्दै हुन्थ्यो, मैले चाहिँ भुइँमा झरेको बेलुनहरूलाई कलेक्ट गरेर चाहिँ केही आइडिया क्रिएट गरेर चाहिँ एउटा फुल बनाउनु पऱ्यो भनेर त्यसमा चाहिँ मैले काम गर्न थालेँ। त्यो हाम्रो केटा मान्छेहरूले ट्राई गरेको है। हामीले चाहिँ यहाँ हामीले स्वस्तिक बनाएको छ, साथीले फेरि आगो खेलाइरहेछ हातमा, आगो खेलाइरहेछ होइन। सो डेकोरेसन अलरेडी नै भइसकेको छ डन, तर पनि अलिकति यहाँ हामीले चाहिँ अलिकति यसो टचअप दिँदैछौँ। सो यस्तो हुँदैछ है हाम्रो धरानको घन्टाघर मजाको रहेछ त, धरानको भाइब्स पुदियो त। सो मैले यहाँ के देखेँ भन्दाखेरि चाहिँ हाम्रो पूर्ण राईको साइन पो देखेँ त मैले यहाँ त। बुढोसुब्बा मन्दिर, बुढोसुब्बा मन्दिर। हेलो, नाम त के पर्यो दाजु? अस्मी र आसमा। अस्मी आसमा आहना अस्मी आसमा हैन, जेठी चाहिँ फेरि जेठी नै हुनु खोज्दैछ अहिलेदेखिकै। सुरुमा यो त यतिको धेरै भएको हो नि, सुरुमा त सानो फेरि धेरै नखाने हो। जेठीले त खाइहाल्यो, सानोले त खाइहाल्यो। बर्थडेमा अरे है मेरो साथीले स्टार्ट गर है। आशीर्वाद पनि त दिनु पर्यो होला। आशीर्वाद त दिनु त हो नि। आशीर्वाद त खतरा दिन्छ नि फेरि उसले। रोगी हुनु फोटो खिच है एउटा। आमा उपर दियो त्यहाँ, उपर दियो त आशीर्वाद त्यहाँ। आमा बाउको चित्त नदेखाउनु ल ल मुखमा टसाइदियो हटाउनुहुन्छ नि भाउजूले हैन। त्यहाँ कसो छुवादा मात्र नि हुन्छ। सुहाउँदा मात्र हुन्छ। अब दक्षिणा त अब यहाँ हालिदिन्छु ल। दक्षिणै पर्दैन कि आशीर्वाद दियो हुन्छ। ल दक्षिणा के हो ढुङ्गाइ सरी हाल्यो क्या? दक्षिणा त यार छिनै मान्दैन यार। यो अलिक भएन है दक्षिणा छिनै। भारी हालेछ नि त नि, भारी हालेछ कि त्यो भएर नसिरेको। ए ता पनि दक्षिणा ल। ल ज्ञानी हुनु है, आमा बाउले भनेको धेरै धेरै पछि भेट भयो नि छोरीसँग। अस्ति यहाँ बहिनीलाई चाहिँ आफूले राख्नु पर्यो नि, मिठाई किनेर लानु पर्यो साथी भाइलाई लगेर। मम्मी त्यो मैले हालेको भनेर भरेतिर हाम्रो खन्जिङको फेरि यही पाइदिनु भइहाल्छ। टिका उहाँ
हालेन मलाई बिचारा टर्च मात्रै राखेको टच मात्रै गरे पडा ल है सबैको चाँडो चाहिँ चाँडो मोबाइल लिनु नानी मेरोबाट खिच्नु न के भएर ल है मनमने ल अस्मी अस्मी आसमा हैन आहाना ए। अस्मी आसमा आसमा हो कि आसमा अस्मी हो फोटो सुटको लागि चाहिँ कस्तो हुनु पर्थ्यो भने तपाईँहरू यहाँ। चाहिँ बस्नु टेबल सानो भयो होइन बस्नु मिल्छ त अनि दिने लाउने साथी यहाँ राख्नुपर्ने भने अँ पनि अस्मी भन्नु अँ त्यहीँ हालिदिनु पर्ने अरे अहिले नै नै त्यसो उहाँको माथि लेभलमा चाहिँ अब यस्तो कुकुर आयो कि ठुलो आयो त्यसो उहाँ बसेको भए चाहिँ हाइटमा ठिक्कै खर्क राम्रो आउँथ्यो अँ यो अलिक भएन कि अलिक बस्ने ठाउँ नि होइन अब दाइहरू मान्छे अब फोटो त आएछ नि अब तर के भन्नु अलिकति अलिकति उयो हुन्छ पर्फेक्ट अलिक आउँदैन नि त तपाईँ दुईजना माथि बस्नुहुन्छ भने चाहिँ बस्नुपर्छ बसिहाल्छ नि बताउनु त हो हो हाम्रो पान्तिङका दाजु ठिक छ सबैजना आइसक्यो हाम्रो यहाँ फेरि अर्को फेरि दाजु हुन्छ फेरि हो भिडियो गर्दै खोइ दाजुले त आशीर्वाद दिनु भएन त कि के हो ल बात मन पर्ने होला नि कडा छ त हौ दाजुको त प्रस्तुति त कडा आयो त दाजु भात लाग्यो ला खुवाइ नै दिनु हो गो उठी गयो नि दाजुको हातबाट मिठो ल दाइको चाहिँ फेरि छुवाइदिँदा मात्रै हुन्छ नानी सुतिरहेछ फन्जिङको एकदम ह्यान्सी भाइ है होइन क्या आमा हेर कस्तो लुक छ आइरहेछ यार भाइ आज घडा छ अरे भाइ अनि कहाँ म कस्तो खल्ल देखिरहेको छ मलाई चाहिँ इन्डाइरेक्टली मेरो बेइज्जत भइरहेको छ नि अनि तर यो अलि यो सानो भएर मात्र हो क्या स्क्रिन अब हाम्रो फेरि अर्को ह्यान्सी पर्खिरहेछ है नम्बर टू बसेर गर्दाखेरि अलिकति फोटो चाटी हालेर उसले त चप्पै आशीर्वाद चाहिँ नदिएको गुरुङ आशीर्वाद दिनुपर्छ नि तपाईँको त लाग्छ नि यार अहिले चाहिँ लेभल मिलेको सबैको अब अलिकति कम्फोर्टेबल पनि देखियो नि त होइन बस्दाखेरि भिडियो नै अर्कै भयो ठिक छ सेलरोटी कागती गुन्द्रुक मुलाको अचार के चाहिँ सानो कचौरा त्यो साइडमा होला दाजु त्यो उयो साइडको लागि छैन नान सुँगुरको करी चिकन अनि यो चाहिँ राजमा होला यो सायद खसीको होला मुन्तला लिन्छ भाइले मेघजु र सोजु लिइदिएको दाइले सोजु हान्दिन आज तिमी कमल जुस लिने होला नि त कमल कोक खाने रेडबुल त अब म बनाउनु दिएला चाहिँ कम्पनी ए रेडबुल रहेछ त 우리 꽁님이 여기 있는데요. 꽁님. 비디오 다 꽁님. 나왔어 여기. 아니 유명한 사람인데. 뭐 유명한 사람이야. 돈 남아? 홍 핸섬입니까? 어디가? नानी नाच्ने साजिन हुन्छ हौ ए उया बुनुले लस्सी पनि लिएर आइसक्नु भएको छ धन्यवाद यादे
धन्यवाद यादिन देशी धन्यवाद गाइजहरूको के हुँदैछ हौ हाम्रो खन्जिङ गाइजहरूको ल है वेलकम चाहिँ यता दाइले के गफ गर्दै हुनुहुन्छ टन्ने छ नि हामीलाई जित्ने रहेछ नि फाइट पऱ्यो भने त होइन धेरै छ नि त जन धेरै छ नि त नि म पनि राई नै हो हामी सबै दाजुभाइ हो आज यस्तो छ कार्यक्रम रमाइलो भइरहेछ सबैजना यता रोक्ति मेग्जु पार्टी बियर पार्टी हेन्सी भाइ विथ बियर विथ हेन्सी भाइ यतिको चाहिँ हाम्रो फङ्सनको छ नि फङ्सनको ठ्याक्कै पछाडि छ क्या यता माता दाई हुनुहुन्छ हल्का मातेर बाङ्गो बाङ्गो देख्छु त दाइलाई म कस्तो देखेँ खन्बे ल खन्बे cheers Drums of the warm acoustic guitar blend with the gentle sound of the waves crashing against the shore. A serene melody weaves through the breeze, creating a soothing rhythm that mirrors the ocean's ebb and flow. The sound of distant gulls and the डान्सर ए सेकेन्ड अब यस्तो हो नि त अब दाईको उमेर पनि ज्यादा अब दाईलाई पहिलोमै राख्नु पर्यो अब राम्रो तपाईँले नाचे पनि तपाईँ सेकेन्डै हो क्या दाजु फेरि नरिसाउनु है होइन अब यता भ्लगर अरे ऊ फेरि ऊ म्याक्सु मासीको फेरि मालमान माना भइरहेछ होइन ठिकै छ अब 80,000 नेपाली लगाएर चाहिँ किन्ने चाहिँ ऊ अब भ्लग चाहिँ मैले गरिदिइरहेको छु होइन तर पनि ठिकै छ ल अब यता अब यसो अलिकति एलसिमी पनि त गर्नु पऱ्यो नि त टाइम पनि दिनु पऱ्यो नि त होइन यता अब म्याक्सु मासीको अब खेसोक मासीको भयो भने त हुँदैन हो कि होइन डान्सर दाइ सौरभलाई के सल्लाह दिनु सौरभलाई के सल्लाह भ्लगर बनिने भनेर अब एउटा यो किनेको छ होइन अब एउटा यस्तो दामी चिज किनेको छ अब के भन्नुहुन्छ सल्लाह दिनु पर्यो अहिले चाहिँ रिल्याक्सिङमा छ होइन अहिले चाहिँ यसो हामीलाई केही के छ अब यता साथीबाट के छ तपाईँको के सल्लाह महावीर बुनको जस्तो दिनु न पैसा कमाउ घर जाऊ भनिदिनु न एकचोटि भइहाल्यो त नि पैसा कमाउन आएको होइन भाइहरू तिमीहरू भनेर क्या तर नाच्नु चाहिँ छोड्नु भएन होइन टिकटक बनाउनु छोड्नु भएन यता चाहिँ हाम्रो दाजु हाम्रो जम्ल्या छोरीहरू कान्छी छोरी रुँदै हुनुहुन्छ दाजु पनि खुसी छोरी पनि खुसी होइन ढाडे जान आँटो यो ढाडे तन्किँदैछ यहाँ चाहिँ बन ढाडे छ फेरि
सो लेडिज एन्ड जेन्टलम्यान, आजको कार्यक्रम पनि एकदम सक्सेसफुल भयो, एकदमै मजा आयो होइन। यस्तो अब विदेशमा यस्तो एक्सपिरियन्स मैले गरेको थिइनँ। सो दाइको नानीहरूको भात खुवाइ पनि एकदमै मजा साथ हामीले मनायौँ। नाच्नुदेखि लिएर खाँदै पिन्दै पनि एकदम अल गुड है, कुनै पनि समस्या छैन होइन। खानादेखि लिएर त्यहाँको हाम्रो एम्बियन्सदेखि लिएर सब कुरा दामी थियो, बब्बाल थियो। सो त्यही थियो, म रुम पनि आइसकेँ। अब इन्जोय यति बबाल भएर मैले भिडियोहरू पनि खिच्नु कुनै पनि पाइनँ। मेरो साथीहरूले भिडियोहरू गरिरहेको थियो, म इन्जोयमेन्टमा मजाले नै घुलेँ। सो साथीहरूले भिडियोहरू गरिदिनु भयो। सो त्यही भन्दै मेरो आजको भिडियो म यहीँ समाप्त गर्न चाहन्छु। र जति पनि जनाले हेर्दै हुनुहुन्छ प्लिज सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला। मैले अघिल्लो भिडियोहरू भन्दा पनि अझै पनि राम्रो गर्नु खोजिरहेको छु। सो केही कुरामा त्रुटि भए चाहिँ तपाईँहरूले कमेन्ट गर्नु सक्नुहुन्छ है। र यति भन्दै म बिदा माग्छु। ओके, जय नेपाल।